हेलो हेलो नमस्कार सबैजनालाई। हामी चाहिँ आज दिदीको बर्थडे आज चाहिँ अब दिदीले चाहिँ हामीलाई इन्भाइट गर्नुभयो हैन। हामी चाहिँ सरप्राइज दिन जाने प्लान गर्दैछौँ। अब यसो दिदीलाई गिफ्ट चाहिँ सपिङ गर्न जानु लागेको। अहिले चाहिँ कान्छो दाइको यसो चटपट खाएर जाऊँ कि भनेर अब माथि लक्ष्मी दिदीलाई पनि भनिसकेको छु, बाबुहरूलाई पनि भनिसकेको छु। मम्मीलाई फोन गरेको, फोनै उठाउनु भएन मम्मीले। अब मम्मी फेरि खाना बनाएर राख्ने कि भन्नुपर्ने, यस्तो छ चाल। फोन उठाउनु भएन मम्मीले। अब चाहिँ हामी यहाँबाट चटपट लिएर घर नगइकन चटपट लिएर त्यहाँ दिदी कहाँ गएर दिदीलाई हल्का यसो गिफ्ट लिएर अनि त्यसपछि हामी माथि लक्ष्मी दिदी घर गएर अनि त्यसपछि विशाल, विवेक, हामी, मम्मी, शिव सर, शीर्षा भएर हामी दलदले जान्छौँ ल है। रियाक्सन चाहिँ हेर्न नभुल्नुलाई। दिदीलाई त थाहै छैन हामी त आउँछौँ भनेर त 1% पनि सोच्दैन सोच्नु होइन। अब हामी गए चाहिँ कस्तो रियाक्सन हुन्छ हेरौँ। अहिले अबेलै हुन्छ जान्छ हामी चाहिँ कति बज्यो, अहिले कति बज्यो यस बेला बल्ल यस बेला 6:30 भयो। हामी जान्छ 8 बज्छ होला कि माथि गएर खाना खाएर बल्ल जाने हो। अनि लेट्स गो नभन्नुलाई सिधै हामी अब दिदी कहाँ जान्छौँ, दिदीलाई हल्का सपिङ गरिदिन्छौँ, माथि खाना बन्छ लक्ष्मी दिदी कहाँ खाना खाएर अनि जाने। बाई त भन ह्याप्पी बर्थडे दिदी भन भन ह्याप्पी बर्थडे मेरो दिदी भन न छिटो। यता हेर न ह्याप्पी बर्थडे मेरो दिदी भन। ह्याप्पी ह्याप्पी भनिदिने हौ। हामी चाहिँ अझै पनि हिँडेको छैन। हाम्रो चाहिँ यहाँ अघि गेट खोलेको कुकुरै हरायो, कता गयो कुकुर। फेरि दिमाग खराब, फेरि कुकुरलाई पर्खिनु पर्ने अवस्था भयो। झन् ढिलो हुने भयो दिदी घर जान। कहाँ छ कुकुर, के गर्नु। दिदीको फोन आयो, ठ्याक्कै दिदीको फोन आयो। अब हामी यस बेला दिदी घर आएछौँ। अब खानासाना खाएर उता दिदीको घर जाने बर्थडेमा। यस्तो अबेला भइसक्यो जानलाई। विशाल कान्छो छोरा नमस्ते भाग्यमानी। यता चाहिँ जेठो छोरा के गर्दैछ विषयले। ए त्यहाँ चाहिँ ढिँडोको लागि पानी तात्दैछ। लाइट शीर्षा यता हेर शीर्षा। हाम्रो लक्ष्मी दिदी चाहिँ ढेँडो पुरा ढेँडो उडालिरहनु भएको। ढेँडो उडाइरहनु भएको। भर्खर चुलो बनाएको गरेँ यहाँ छिटो साँगेर। राम दाइले हेरेको अस्ति नआउँदैन चुलो नबनाइदिनु भएको है। त्यही रिसले यस्तो बनाउनु भएको अरे नि त। हेर चुलै भत्किन्छ क्या हो है। तेरिका त के हो र ढेँडो उडाल्दाखेरिमा चुलो। मम्मीलाई विशाललाई खाना दिनुभयो हुन्छ। कस्तो राम्रो देखिया हाम्रो लक्ष्मी दिदीले पक्नु न। हाम्रो लक्ष्मी दिदीले ढेँडो उडाल्दै हुनुहुन्छ। दिदी ढेँडो केसँग खाने हो त? ओहो त्यो झर्दैन, झरला खा। ओहो मम्मी त अगाएर निस्किनु भयो के मम्मी। अन्त किन होला चिसो भयो ल है। ढेँडो खाम ज्यान बनाम टेक्ला र हो र।
8:30 बज्न लागिसक्यो हामी त यहीँ काउसती छौँ केक लिन जाँदै हो त्यहाँ केक लिन जानुभएको छ अब हाम्रो शिव सर र विवेक हामी त जानै छ कतिखेर हामी जाँदा दिदीहरू सुत्नुहुन्छ होला सायद होइन हामी जाँदा दिदीहरू सुत्नुहुन्छ होला के हामी सरप्राइज दिन जाँदैछौँ शीर्षक यहाँ हेर आँखा छोप्यो मम्मी आत्तित भयो म त सरप्राइज दिनु भनेको मम्मीले फेरि फोन गरेर भनौँ भनेर हैरान गर्नुभयो के नि होला ल दिदी तपाईँले भन्नु त्यो भिडियो हेरेपछि तपाईँले भन्नु है के गर्ने भनेर है त यो भिडियो हेर्नुभएपछि तपाईँले भनिहाल्नु जाँदैछौँ हामी त 7:30 यहीँ छ 8 बजी पुगिन्छ क्या हामी 8 ठिकै हुन्छ 8 बजी पुगिन्छ अनि 8:30 बजीसम्म बसिन्छ फेरि घर आइन्छ 9 बजे होइन लाली बेकरीबाट केक ल्याउँदैछौँ भन न लाली बेकरीबाट आउनु भयो है त स्प्रे ल्याएनौ अब चाहिँ यस बेला त आउँदैनन् आउनुहुन्न अब त्यस बेला भनेर सोच्नु भएको दिदीले अब चाहिँ पैसा नभएर होइन यस्तो कि कुकुर हरायो कुकुर खोज्दै हुनुहुन्छ भन्नुभएको दिदी त्यहाँ दिदी घर त सुत्नु भएन होला कि कहिलेकाहीँ हामीहरू गफ गर्दाखेरिमा दिदीले खाना खाँदै भन्नुहुन्थ्यो हामी दिदी घर दिदीले देख्नुहुन्छ कि भनेर बत्ती पनि मारेर यस्तो साइड लाइटमा हिँडिरहेछ हामी ल हेर्नु सरप्राइज भन्ने कुरा यसरी राख्न सक्नुपर्छ ल है त बर्थडे टु यु खै ह्याप्पी बर्थडे टु यु दिदी यसरी नछड्दै रह्यो क्या आइसक्यौँ अनि दिदीलाई थाहै थिएन सुस्मिताले मामी छिटो उठ्ने त गाडी भनेर उठाएर बर्थडे टु यु ह्याप्पी बर्थडे दिदी दुई चार बिगा गराउनु ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी त्यहाँ अब ग्राममै त छ कि भाइको तर्फबाट गिफ्ट है त ल है त के छ दिदीलाई खोलेर हेरिहाल्नु त ल के छ खोलेर हेरिहाल्नु पश्मिना कस्तो के अरे सुट जस्तो छ हेरिहाल्नु त लगाइहाल्नु पर्छ दिदी ला त्यो एउटा टिकटक मम्मी भन्दै ह्याप्पी बर्थडे दिदी फेरि पनि मलाई थाहा छ कि दिदी खोल्नु त्यो पनि अनि ए राम्रो हो नि ल हेर्न यता आउँछ कपडा ल हेर्नु त ल यहाँमा मक्खै ए आज हामी दुईटा कुर्ता ल्याइदिएछौँ एक उन्टा दिदीले मैले आज कुखुरा काटेर खाएर जाने 5 वटा छ 5 वटा के अरे 9 वटा कि 8 वटा छ 8 वटा काट्नु हजुर एक उन्टा ए विशाल के अरेको 6 प्याक देखाएको छोरीवाला खाइदिन्छ कि यही त हो नि ल मैले पनि छोएँ है केही हुन्न केक छोड ह्याप्पी बर्थडे मेरो दिदी ल
आज त ल एकदम खुसी हुनु हार्दिदी ल ल आँखा देख्नु न दिदी ल बाँगा थुप्राइदियो सबै अगाएर आएको भएर हो कि यहाँ केक सबै ल यो चाहिँ के भयो भन्दा भात खाएर आएको भएर हो कि भात खाएर आएको भएर हो क्या यो केक यो दिदीको गहना भएको दिदी चान्चो हुन्छ कि अहिले दाइ आउने राख्नु को हो चिन्यौ को हो दिदीलाई चिन्यौ थोरै थोरै गालातिर त बाँकी छैन आउँदै मिठो हो कि घदिरहेको नातिमाले खानु पुष्पा सृष्टिले कति बेला मलाई बोलाउन होला भन्न भातमा हार बस्यो सृष्टिलाई बोलाइहाल्छ अघि नै हो बिचरा सृष्टि झन् सबभन्दा लास्ट है आफैले होला खाने गम्लङ्गे पहिले ए म आमा मम्मीलाई थोरै आफूलाई धेर रहेछ खाइसकि सृष्टि सपना देखेर सिरिसाले पनि ल खाइसकि खानु दे त्यसलाई यति देवी हुनु पर्छ मेरो बर्थडे नभएर खाऊ हेर ल ह्याप्पी बर्थडे टु यु भन न डराइ एउटा इन्टरभ्यू लिनु त 5 वर्षमा पनि झन् रमाइलो हुन्छ 1 वर्षको हुनुभएछ दिदी त्यसो भने 1 वर्षको होइन त सृष्टि के छ सृष्टि खबर पुष्पा के छ भनाइ ठिक छ 22 वर्ष लाउनु भएछ के छ यताको हिरो खबर यता के छ त दिदीको के इन्टरभ्यु लिने हैन गरा सरा के अब खुसी के छ सुस्मिता खबर ठिक छ ल ए ह्याप्पी बर्थडे टु यु भन न सरप्राइज बिगार्ने मान्छे एक ह्याप्पी बर्थडे टु यु भन न डराइ बर्थडे के खाने कार्यक्रम भयो हजुरबालाई यता हेर्नु नि यता यसरी ए मन्दिर हजुरबा आउनु भएको हाई शिर्षा हामी चाहिँ के यस्तो हाइजिन यस्तो ओ माय गॉड यो कसको बाट ल्याएको केक बेकरी यार बाबु यो लाली बेकरीको केक त नखामै ल साँच्ची भने एक हातको त कपालै रहेछ कि कस्तो होला नि चाहिँ केक त खानु हुँदैन अब चाहिँ हामी यहाँ रमाइलो गर्दै बसेछौँ है ल अलि पछि भेटौँला बाई